Hey guys, मेरो च्यानलमा स्वागत छ र तपाईहरुलाई भिडियो ल्याइसक्यौं। यहाँ दुईटा नमुनाहरु छ। हामी चाहिँ कहाँ जान लाग्नु भन्दाखेरि नमुना आज चुप यो नमुनाले आज नमुन टिप्न जान लाग्यो। कार्य लाग्यो नमुन भने के भाइ काफल। सो त्यही हो अब काफल टिप्न जान्छु। पहिला यसको घर जान्छु, त्यसपछि लाग्छ एक दुईजना अझै थप्नु छ। लास्टसम्म अन्तिमसम्म हेरिदिनु होला, साथसम्म देखाउनु होला। यसको घर आइसक्यो, रुम हो पनि रुम चाहिँ यस्तो हो। आर्टिस्टलाई ध्यान दे हैन, अलिकति उता उता सारेर मैले गीत गाउँदाखेरि लिएर नि त। रेडियो गाइस They're not. Guys, अब चाहिँ एउटा गीत गाउँछु। सुन्दिम है त, चुप भाइ चुप, सुन्दिम है त। आया भाइ के गरु फुलेको फुल ओइलेर जाल्दो मन मेरो जान्दैन, चिनो हराइ जाला। यिनीहरू नआइसकेको छ, अब चाहिँ माथितिर जानुपर्ने हुन्छ। ल गाइज, आजलाई अब माथि गएर भिडियो गर्छ है त। गाइज हामी त अब आइपुग्छ ठ्याक्कै काफलपट्टि हो। स्वागत छ तपाईँलाई यो काफलबारीमा। काफल टिप्यो, म चाहिँ टेस्ट खान्छु कस्तो रहेछ यो। बबाल छ सेट मास। यहाँ चाहिँ चढ्न नसक्ने अवस्था, चढ्न सकेन छ। यहाँ टिप्ने टक्क लाएर यहाँ बोटमा छरे बबा छरे आमा बबा फलेको छ ग्यास। अब केटाहरू अब अन्तै जाने तटी जाने त्यहाँ गएर आउने रे। यो भिडियो अन्तिमसम्म हेर्नु होला। पसिना आइसक्यो मासले। यहाँतिर चाहिँ पुरै स्यालहरू बस्ने ठाउँ के। एउटा भर्खर स्याल समातेको थियो यहाँ, तर हातबाट फुस्क्या हो क्या हो। अब अर्को बोटतिर जाने रे। त्यहाँतिर लोकेसन चेन्जिङ भइसक्यो। अब अन्त जान्छौँ। यहाँ माथि होला सायद। रोक न दाजु, पुग्दैन क्या।
यसले नदेखाइ यो मान्छे हैन पानीहरु भइसक्यो नमुन के अरे काफल हुन्छ दुईटै एउटै हो आउने हो गन क्यान खेल्दै गर्ने गाइस अब खाना खायो यो भयो दाँत किर्किरा सो गाइस खायो अब चाहिँ कस्तो लाग्यो ब्लग अन्तिमसम्म हेर्नु धन्यवाद र साथ सपोर्ट देखाउँदै गर्नु होला आजलाई यति भन्दै म बिदा हुन चाहन्छु हस्त धन्यवाद